अङ्ग्रेजी शब्दको यो फिस्ट जो चाहिँ यो यसो हुन्छ। अनि होस्ट भनेको चाहिँ त्यसको अर्थ चाहिँ एउटा आराधना या प्रार्थना झुन्ड या समूह हुन्छ है। त्यसले गर्दाखेरि क्रिसमस भनेको चाहिँ यसुको आराधना प्रार्थना गर्ने समूह झुन्ड, यसुका अनुयायीहरूले उहाँलाई उच्चार्ने, उहाँलाई महिमा दिने व्यक्तिहरूको समूहलाई पनि यसलाई जनाउँदछ। अनि हामी चाहिँ क्रिसमसको यति मात्रमा हामी सीमित छैनौँ। क्रिसमसले चाहिँ हामीलाई धेरै कुराहरूको बारेमा सिकाउँदछ।